हेलो एभ्रिवान, सबैलाई नमस्ते। फेरि पनि स्वागत छ मेरो फेसबुकमा। अन्त आफ्टर लङ टाइम भिडियो हैन, अनि तपाईहरुको बीचमा ल्याएको छु। हेरेर लाइक, कमेन्ट, शेयर, सपोर्ट गरिदिनु होला। अन्त मैले यहाँ सागबाजी गरे हैन, माछालाई फ्राई गरे। मेरो खाना चाहिँ बनिसकेको छ। आज चाहिँ म पथर जानु पर्ने हुन्छ खानाहरु लिएर, अनि पानीहरु सबै रेडी गरिसकेको छु। अनि म चाहिँ यहाँ निस्किसके हैन, रेडी भएर। अनि मैले चाहिँ यता आन्टीहरुलाई पर्खिरहेको थिएँ, छनाहरुलाई आउनु भएको थिएन। अनि फाइनली हामी हैन आएर पनि हामी लागिसकेको छौं। गाइस, हामी चाहिँ लागिसक्यौं पत्थरको तर्फ। यहाँ आउनु हुँदैछ नाना छनाहरु। अनि पत्थर पनि धेरै टाढो छ नि त। हातमा छ खाना लिएर आज चाहिँ गइन्दैछ, किनभने आज चाहिँ सक्ने नि त भनेर। सकिन्छ सकिँदैन त्यो त अब थाहा हुन्छ भरै नै। हुन्छ त साथीहरु, यति नै। अहिले हामी चाहिँ पत्थर पनि आइपुग्यौं साथीहरु। यहाँ हेर्न सक्छौं धान चाहिँ एकदम लडेर हेर्नु नै कस्तो भइरहेछ। यति नै छ काट्नु पर्ने। सकिन्छ कि सकिँदैन तपाईहरुलाई म देखाउने छु लास्ट एन्डिङमा साथीहरु। अनि हामी चाहिँ यहाँ हेर्न सक्नुहुन्छ खाना खानु बसिसकेको छौं साथीहरु। चाहिँ आन्टीलाई मैले जिस्काइरहेको थिएँ। दबाइए ये खा के धान काटेगा तो जल्दी खत्म हो जाएगा। ये खाना पनि सक्यौं साथीहरु। अब चाहिँ हामी घर जानु लागेको हेर्न सक्नुहुन्छ। यता नानाहरु चाहिँ निस्किनु हुँदैछ। आज चाहिँ गाइस मैजारो चल थी। हामी चाहिँ 4 जना थियौं आज। धान काटेर हेर्नु यहाँ अनुहारको गति डढेर काली भइएको छ गाइस। यस्तै के गर्नु, गाउँघरमा खेतीपाती नगरी भात खानु पाइँदैन, गर्नै पर्यो। अनि फेरि यहाँ नदी हेर्न सक्नुहुन्छ। तलबाट चाहिँ हामी गइनौं हैन, खुट्टा नबजिकन माथिबाट गयौं। आन्टी चाहिँ पुरा डराइराख्नु भएको थियो, किनभने म चाहिँ अस्ति पनि पार भएको थिएँ नि त साथीहरु। मलाई चाहिँ त्यति डर लागेन। अनि यता हाम्रो छना चाहिँ तलैबाट जानुभयो, किनभने घाँस बोक्नु भएको थियो। अनि मैले त निनीहरुलाई पनि भेटे पठाएँ। किन नसकेको नि ला, हिजोबाट हो। ए गाइसहरुलाई बोलाउनु न त नि। गाइसहरुलाई मायाले बोलाउनु हुन्न तपाई। गाइसहरुलाई त मायाले बोलाउनु पर्छ त। साथीहरु भिडियो चाहिँ यति नै छ हैन। हाम्रो चाहिँ धान पनि काटिसक्यो आज। अनि त निनीहरुलाई पनि भेटेर चाहिँ हामी फेरि लाग्यौं। अनि साथीहरु कस्तो के लाग्छ हेरेर लाइक, कमेन्ट, शेयर गरिदिनु होला।